के तपाईँहरूले थाहा पाउनुभयो त यदि तपाईँले 100 रुपियाँ वा 100 भन्दा बढीको सामान खरिद गर्नुभयो भने तपाईँले 1,33,000 दैनिक र 15 दिनमा एकजना व्यक्तिले 10 लाखसम्म पुरस्कार जित्ने मौका पाउनेछ। यदि तपाईँले 100 रुपियाँ भन्दा बढीको सामान अनलाइन खरिद गर्नुभएछ जस्तै ई-सेवा, खल्ती, ब्याङ्क एकाउन्टबाट भने यसमा तपाईँले अटोमेटिक समावेश गरिनेछ। यदि तपाईँले नगद पैसा तिरेर सामान खरिद गर्नुभएछ भने तपाईँले अटोमेटिक यसमा समावेश गरिँदैन। एउटा आधिकारिक पोर्टल बनाएको छ सरकारद्वारा। तपाईँ त्यो पोर्टलमा गएर भ्याट बिल लिएर त्यहाँको विवरणहरू हालेर अनि विक्रेताको प्यान नम्बर हालेर त्यहाँ तपाईँले सब्मिट गर्नुहुनेछ। त्यहाँबाट आफ्नो कुपन चाहिँ डाउनलोड गर्न मिल्छ तपाईँले। तल तपाईँले हेर्नु सक्नुहुनेछ price.ird.gov.np मा जाने, त्यहाँ सबै विवरणहरू हाल्ने, विक्रेताको प्यान नम्बर हाल्ने, मितिहरू हाल्ने, बिलका अनुसारले सबै विवरण त्यहाँ फिलअप गरिदिने र त्यस पछाडि सब्मिट गरेपछि तपाईँले हेर्न सक्नुहुनेछ PDF तपाईँले आफ्नो कुपन डाउनलोड गर्न मिल्छ त्यहाँबाट। जानकारी राम्रो लाग्योमा भिडियोलाई सेयर गर्नुहोला, लाइक गर्नुहोला र मलाई फलो गर्नुहोला।